नमस्कार है साथीहरू। आज पनि यो रिल बन्ने बनाउने भन्ने कुरा त चलिरहन्छ। अब यो सोशल मिडियामा भएका प्लेटफर्महरू र सोशल मिडियामा भएका गतिविधिहरू आफूले देखेका कुराहरू आफ्नो रिल बनाएर अझ 2-4 लाई देखाउँ भन्ने हिसाबले हो हैन। यो मूलधारका मिडियाहरू बलियो भइरहेको ठाउँमा अब सामाजिक सञ्जालहरू चाहिँ बलियो हुँदै गइरहेछन्। तपाईँ हामी सबैले बुझेको कुरा हो हैन। मैले एउटा भिडियो देखाएको थिएँ 2 घण्टा अगाडि। त्यो भिडियो टपक्क टिपेर मैले लिएर आएको छु। सुकुम्बासी बस्तीमा लङ्काबाट हनुमानजी आउनुभएको रहेछ, उडेर आउनुभएको रहेछ, मच्चेर आउनुभएको रहेछ। अनि उहाँले यस्तो भन्नुभएको छ के, सुन्नुहोस् त। यो त लङ्काको भन्दा पनि अग्लो घर छ त। अब हनुमानै रिसाउने गरी पक्कै पनि हुकुमबासी अब सुकुम्बासी बस्तीमा किन यसरी हाने हो डोजर हैन। हुन पनि एक हिसाबले अब हनुमानजीले राम्रै भन्नुभयो, सुकुम्बासीका लागि भन्नुभएन कि हुकुमबासीका लागि। त्यो भएर हनुमानजीले चाहिँ यस्तो कुरा भन्नुभएको छ। साथीहरू, अब तपाईलाई अझका दिनहरूमा, भोलिका दिनमा अझै यस्तै रोचक, रमाइला, एकदम प्रसङ्गगतका समाचार शैलीका म तपाईहरुलाई कुराहरू प्रस्तुत गर्नेछु। अबदेखिका मेरा रिल्सहरूमा चाहिँ, अबदेखिका मेरा भिडियोहरूमा तपाईहरुले चाहिँ समाचार, देशमा के भयो, कहाँ भयो, के भयो, कसो भयो, खाली इन्फर्मेसन मात्रै तपाईहरुले पाउनुहुनेछ। समाचारका स्रोतहरूका समाचार शैलीमा तपाईहरुले पाउनुहुनेछ। तपाईलाई कस्तो लाग्छ? मैले यो टेस्ट गरिरहेको छु के, कस्तो हुन्छ, के हुन्छ, प्रतिक्रिया के आउँछ भनेर। तपाईलाई जे जस्तो लाग्छ, मैले बनाइरहेका भिडियोहरू, मैले दिइरहेका इन्फर्मेसनहरू सल्लाह सुझाव दिनुहोस् है, कि मलाई हौसला मिल्छ के अझै आगामी दिनमा यस्तो भिडियोहरू बनाउन अथवा तपाईहरुलाई यो प्रस्तुत गर्नलाई।